कतिजना साथीहरूले चाहिँ हामीले विदेशबाट चाहिँ कसरी हामीले एनटिसीको सिम चाहिँ एक्टिभ गर्न मिल्छ, रोमिङ सर्भिस चाहिँ कसरी एक्टिभ गर्न सकिन्छ भनेर चाहिँ मेसेज गर्नुभएको थियो हाम्रो सोसल मिडिया एकाउन्टहरूमा। सो मैले चाहिँ तपाईँलाई आजको यस भिडियोमा चाहिँ हामीले कसरी विदेशबाटै हामीले चाहिँ आफ्नो एनटिसी एनसेलको सिमहरू चाहिँ कसरी एक्टिभ गराउने त्यसको बारेमा बताउँछु र यस भिडियोमा चाहिँ म तपाईँलाई एनटिसीको सिम चाहिँ कसरी हामीले चाहिँ विदेशबाटै एक्टिभ गराउन मिल्छ रोमिङ सर्भिस त्यसको बारेमा बताइनेछु। सो त्यसको लागि तपाईँले चाहिँ के गर्नुपर्छ भने तपाईँले चाहिँ एउटा स्क्रिनमा राखेको छ मैले यो फर्म चाहिँ तपाईँले चाहिँ फिल अप गर्नुपर्ने हुन्छ। तपाईँले चाहिँ फर्म फिलअप गर्नुपर्ने हुन्छ। फर्म फिलअप गरिसकेपछि चाहिँ तपाईँले मैले एउटा इमेल आइडी राखिदिएको छु। तपाईँले यो इमेलमा चाहिँ त्यो फर्मसहित तपाईँको आफ्नो पासपोर्टको स्क्यान कपीसहित मेल गर्नुपर्ने हुन्छ। तपाईँले मेल गरिसकेपछि चाहिँ तपाईँले चाहिँ 1-2 दिनमा चाहिँ तपाईँलाई मेल रिप्लाई आउने हुन्छ तपाईँको सर्भिस चाहिँ एक्टिभ भयो भनेर। त्यसपछि चाहिँ तपाईँले आफ्नो चाहिँ एनटिसीको सिमलाई मजाले चलाउन सक्नुहुन्छ। मोबाइल ब्याङ्किङ ओटिपीहरू यताउति कल गर्न पनि मिल्छ तर ब्यालेन्स धेरै काट्छ, मेसेज पठाउन पनि मिल्छ तर ब्यालेन्स चाहिँ अलि बढी काट्ने हुन्छ रोमिङ सर्भिसको कारणले। सो तपाईँले चाहिँ मजाले युज गर्न सक्नुहुन्छ र तपाईँ सबै एक्टिभ भइसक्यो तर तपाईँको नेटवर्क आएको छैन भन्यो भने चाहिँ तपाईँले सेटिङमा गएर नेटवर्क सेटिङ गर्नुपर्ने हुन्छ। त्यसमा पनि तपाईँले रोमिङ सर्भिसलाई एक्टिभ गर्नुपर्ने हुन्छ। मोबाइलमा रोमिङ सर्भिस भनेको हुन्छ त्यसमा तपाईँले चाहिँ क्लिक गर्नुभयो भने चाहिँ तपाईँको सर्भिस चाहिँ एक्टिभ हुन्छ। सो मोबाइललाई चाहिँ एकचोटि अन अफ गरेर गर्नुभयो भने चाहिँ तपाईँकोमा चाहिँ नेटवर्क देखाउँछ एनटिसीको। तपाईँले चाहिँ यो तरिकाले चाहिँ तपाईँले आफ्नो एनटिसीको सिमलाई चाहिँ एक्टिभ गर्न सक्नुहुन्छ। थप जानकारीको लागि तपाईँले हामीलाई फलो गर्न सक्नुहुन्छ र युट्युबमा हेर्दै हुनुहुन्छ भने हामीलाई युट्युबमा सब्सक्राइब गरेर हामीसँग जोडिन सक्नुहुन्छ। हस्, धन्यवाद।